मतमा ढाल्ने बारेमा म स्ट्राटेजीका कुरा पनि भन्दैन। यहाँहरूले जान्नु भएको छ, गर्नु भएको छ, परिणाम आउँछ। यहाँहरूको काङ्ग्रेसको प्रतिनिधि पात्र म हुँ, म निमित्त व्यक्ति मान्छु। यहाँहरू नै सबै सम्पूर्ण रूपले सर्वाधिकार सम्पन्न हुनुहुन्छ, काङ्ग्रेसलाई जिताउनुहुन्छ र कसरी जनता कहाँ पुग्ने बारेमा यहाँहरूले नै नीति बनाउनुहुन्छ, यहाँहरूले कसरी कार्यशैली बनाउनुहुन्छ, कसरी कुन स्ट्राटेजीले जाने कुराहरू गर्नुहुन्छ, त्यसले काङ्ग्रेसलाई जिताउँछ भन्ने विश्वास छ। त्यो भन्ने आधार के परिवर्तित काङ्ग्रेस छ, हामी ऊर्जाका साथ गएको छौँ। नयाँ काङ्ग्रेस हाम्रो 28 गते माघ 28 गते नयाँ काङ्ग्रेस बन्छ। त्यसकारण नयाँ पार्टी हामी भन्ने कुरा हामीले ढुक्कका साथ गर्न सक्छौँ। अहिले भएका नेपालका समकालीन नेताहरूमा काङ्ग्रेस पार्टीको सभापति नै सम्पूर्ण दृष्टिकोणले हामीले अहिले भन्दाखेरि मात्रै होइन, प्रत्येक कालखण्डमा नयाँ कुराको बारेमा उनले बुँदो उठाएका छन्। त्यस कारणले त्यो हुटुटी पनि छ। त्यो नेतृत्व स्थापित गऱ्यो भने यो देश समुन्नत हुन्छ, हामी सुखी हुन्छौँ। सानो देश छ, जति पनि सानो त भने देश छ, धेरै सम्भावनायुक्त छन्। अब विकासका कुराहरूको सन्दर्भमा जनप्रतिनिधिका रूपमा नभएको बेलामा त यहाँ विकासका कुराहरू गर्यो किरण किशोरले भन्ने कुरा अलिअलि गरे पनि छ होइन। भएपछि अलि धेरै गर्न सकिन्छ भने पक्का त्यो कुराको त्यसको प्रतिबद्धता चाहिँ गर्छु। मेरो व्यवहारको कुराका सन्दर्भमा आज जे छ भोलि त्यही हुनेछ भन्ने म प्रतिबद्धता गर्छु। बाँकी रह्यो स्वार्जन गरेर केही काम गरेर राजनीति गर्न सक्यो भने पछि चाहिँ हात लामो गर्नु पर्दैन भन्ने छ। त्यो बाटोमा पनि भ्रष्टाचारको बारेमा तपाईँहरूले मेरो सुन्न पाउने हुनेछ। यति भन्दै अरू कार्यक्रम पनि छ। काङ्ग्रेस जिताउने महाअभियानमा लाग्नुहोस्, काङ्ग्रेसलाई जिताउनुहोस् भन्दै मेरा 2 शब्द यही टुङ्गाउँछु। धन्यवाद।